आज आकाशमा यस्तो खालको दृश्य देखियो। यो के हो कुनै यस्तो कहिले देखेको थिएन। वहाँबाट कुदेर वहाँ पुगिसक्यो। हेर्नुस् त ल, बाहिर सेतो झ्याप्प छ त। आज बिहान यस्तो खालको दृश्य। अहिले कति बजे दाइ? कुदै कहाँ पुगिसक्यो? 5:16 5:16 ल। 5:16 बजेको समयमा हेर्नुहोस् बिहानै। साँच्चै के हो दाइ त्यो त? त्यसले हिँडिरहेको छ वा तलदेखि माथि? डेन्जर छ त हौ यो। खगोलीय घटना जस्तो लाग्यो दाइ। डेन्जर छ दाइ। जुम गरेन यस्तो गर्नु। ल हेर्नु अब यार के हो यस्तो? अब हेर्नु ल, भरे अहिले एकछिनदेखि फेसबुकतिर उयोतिर पुरै भाइरल हुन्छ। हेर्नु ल कस्तो डेन्जर दाइ। बादल सुत्दैछ होइन? यतापट्टिबाट हेरौँ न। ल हेर्नु त साथीहरू, आम्मामा यो त डेन्जर छ त हौ। बिहान ल साँच्चै लाइभै हानिरहेको छु। हेर्नु न, बाफरे पुरै वरिपरि धुवा छ हौ। यतै आउँदैछ त। ल है एकछिन होस् न, हेरौँ दाइ कहाँ जाँदो रहेछ के। यतै आइरह, झन् नजिक भयो दाइ। साँच्चै के हो दाइ यो? के हो? यस्तो त देखेको थिएँ नि त। एलियन हो कि क्या हो? हेर्नु वहाँ पर छ, हेर्नु जुम गरेर हेर्दाखेरि। ल बाफरे एलियनै हो कि क्या हो? आवाज पनि छैन है? के आवाज छ? छैन। ल हेर्नु एलियन। के देखियो आज आकाशमा? अरे बाप रे बाप यार, यो त कहिले नदेखेको हौ। पख्नु दाइ। ल हेर्नु आम्बो यार, प्लेन होइन दाइ। कहाँ प्लेनको यस्तो उयो वरिपरि त्यो बादल जस्तो लिएर हिँड्छ त हौ। कुनै उयो हो कि एलियनै हो जस्तो लाग्दै। हनुमान हो कि क्या हो? ल हेर्नु नि, त्यो पुरा घुमिरहेछ कि फेरि त्यो। हेर्नु त यस्तो बादल जस्तो लिएर हिँडिरहेछ। बादल घुम्दै पानी बोकेर हिँडेको होला। 3 तारा पनि रहेछ। ल बाफरे। अब यसको चर्चा कति हुन्छ? नेट चल्दैछ। यस्तो दृश्य त यो 12 क्षेत्र नगरपालिका 3 बाट देखिएको दृश्य है यो चाहिँ। हेर्नुहोस् दर्शक वृन्दहरू, एक्टेरियम मोबाइल पनि फेरि कस्तो खालको के चाहिँ होला त यो दाजु? अब हेर्नुहोस् पुरै अन्धकार छ। यता हात्ती आएर फेरि ब्ल्याङ पड्काइरहेछ। के पड्काउँछन् कुनै रातभरि? तनावै छ। हामी मर्निङ गर्न हिँडेको, यस्तो दृश्य देखियो। अब के भन्ने? ल है हरायो बादलमा। आम्मामा त्यो बादल